गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हामी धरान छौँ। यहाँबाट अब हामी चाहिँ शङ्खसभाको हाम्रो यात्रा छ अनि यहाँबाट हामी लगभग 10 बजिसकेको छ। अब हिँड्नु पर्ने हुन्छ। मुमा हुनुहुन्छ बोजू। हामी माइजू लिन जाँदैछौँ। उहाँ चाहिँ मेरो मुमा अनि मेरो मुमा पछि मम्मी, मम्मी पछि म अनि मैले चाहिँ बुहारी लिइसकेको छु तर मामाको चाहिँ अब माइजू लिन जाँदैछौँ। योभन्दा पहिला चाहिँ लगभग हाम्रो मम्मीहरू कतिजना पो मुमा, कति बहिनी? 5 बहिनी नि। 5 बहिनी पठाउँदा मुमा कतिचोटि रुनु भयो अनि फाइनली अहिले चाहिँ बुहारी ल्याउँदा कस्तो महसुस भइरहेको छ मुमालाई? कतिको खुसी हुनुहुन्छ बुहारी ल्याउनु भयो त? जेठी बुहारी अचम्मै खुसी। अच्छा अचम्मै खुसी। अच्छा खुसी ल नातिको बेर बुहारी जाँदा पनि खुसी। खुसी। अब जेठी बुहारी आउनु हुँदैछ, त्यो भएको कारणले हामी जाँदैछौँ। सुपर हिरो गुहाललाई मानौँ त। अहिले चाहिँ हाम्रो गाडी रेडी हुँदैछ। अङ्कल हुनुहुन्छ, यता मम्मी, यता गाडी जानुपर्ने आज। अहिले हामी घन्टा घरमा पुग्छौँ। फाइनली गाइस हामी चाहिँ अहिले खाना खाइसकेको छौँ। खाना खाएर अब जानुपर्ने हुन्छ। पक्री बास आइपुगेछ भर्खरै। अहिले चाहिँ हामी हिलेदेखि पक्री बासतिर अब जाँदैछौँ। चाहिँ यता हिले धनकुटा पक्री बासको फेमस कुरमुरे हो। अहिले चाहिँ हामीले किनिसकेका छौँ। अब लिएर हामी जानुपर्ने हुन्छ। गाडीले लास्ट टाइम आत्यो। फाइनली गाइस फुल फ्रेस भयो। अब जाँदैछु म। तल पुल यस्तो छ, हिँडेर जानुपर्ने रहेछ। यहाँ पनि पारी अनि गाडी तल देख्नु हुँदैछ होला सायद, म देखाउँछु है त। गाडी चाहिँ यहाँ यसरी डुङ्गाबाट तराउनु पर्ने रहेछ। डुङ्गाले वारीदेखि पारी गरेर म फेरि तल अगाडिबाट देखाउने कोसिस गर्नेछु। फाइनली गाइस गाडी चाहिँ हामी यसरी तार्नु पर्ने हो। पारी बस रहेकोमा हामी उत्रयौँ। त्यस पछाडि यो माथि घरको पछाडि यो बाटो हुँदै घर सिधै हुँदै फिलिलिली कुदेर हामी यो पुलमा आइपुग्यौँ। त्यहाँदेखि यता चाहिँ यहाँ आइपुग्यौँ भने त्यहाँदेखि अहिले चाहिँ यसरी डुङ्गामा गाडी चलाउनु पर्ने हुँदो रहेछ। यहाँ चाहिँ फेरिमा चाहिँ यसरी गाडी चलाउनु पर्ने हुन्छ। गाडी आइपुग्न लाग्यो। पेपरदेखि आइसकेको फाइनली आइपुगेको छ। अब चाहिँ अगाडि चाहिँ हाम्रो गाडी छ। वारी आइसकेको छ, अब उत्रिन बाँकी। अब गाडी निस्किँदैछ यता गाइस। ल यहाँबाट फेरि यो ट्रकहरू पारी जान्छ। यसरी वारी पारी हुन्छ यहाँबाट।